शुभ फेरि गाजाको बास्न जुरुक्क उठ फेरि चिलम भरे खासमा गाजा तानेर नि रातभरि हाँस्न केटाहरू आइज आशिषले ऱ्याप हान्छ त नि रातभरि नाच्न गाजाको बास्न सर त्यति मजाको चाहिँ छैन है एकदम बिहान उठ्ने बित्तिकै 555 दाइको एउटा सङ थियो के चिराग दाइको बिहान उठ्दा खाली खुट्टा फुलको जुत्ता सही 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 भन्ने यस्तै कस्तो कस्तो थियो सही 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 न आइज यता परै बसमा देखि है 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 हिमालको चुचुरोमा बसी धुवा उडाउँदैछु लै 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 म बसिरहेको छु ट्रिपमा म बसिरहेको थिएँ बिहान बेलुका सर अर्को लिएर आएर सबै टिप्दैछ कता गयो बाबू खल्ली इधर आजा बेटे आइगयो 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 रारीको बन आइगयो ल दाइको टक्क ऱ्याप सुनाइदिन्छ दाइले गाजाको बास्नामा यसो भयो कि इलिगल गाजा करस 5 मा 20 बार रेकर्ड हानिदिनु घाम भइरहेको है त चप्पल नदेखेछु चप्पल छ भने हेर्नुहोस् पछाडि गाजा गान्जा गान्जा डाम्पर अब त्यो त बोट देखो यहाँबाट देखो यत्रो बोट छ गाजा हेर्नुहोस् गाजा खाएर उता भाइ ये एकदम डाइटहरू फलफुल देखाइदियो ये हुन् डाइट तपाईँहरूलाई थाहा छ यस्तो डाइट पिल्ने हेर्नुहोस् गाजा खाएर डाइट खाने डाइट खाने चिज हेर्नुहोस् कति खानुहुन्छ तपाईँहरू यता पनि छ यता पनि छ उता पनि छ हेर्नुहोस् यता चाहिँ कुरै छोड्नु यहाँ झन् ठुल्ठुला छन् यहीँ झन् तागत दिनेवाला फलफुल हरा हरा यो तपाईँ यहाँ बस्नु भएको छ युट्युब च्यानल छ यहाँको हेर्नुहोस् देखाइदियो त गाजा गाजा अलिक पर बाइदियो तपाईँलाई म यस्तो मिठो कसैलाई मनपर्छ गाँजा पनि तपाईँ 1-2-3 मिनट रोकिनुहोस् म तपाईँलाई गाँजा 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 कति खानुहुन्छ गाँजा आउँदै हुनुहुन्छ उहाँ हेर्नुहोस् आउनुभयो यहाँ ल अब म आशिषले ऱ्याप सुनाइदिन्छ बिट बजिसक्यो चेक एउटा हातले यसो नह गाजा चेक गाजा खाएर हाँस्दै बालाजुमा नाच्दै केटाहरू भन्छ फेरि हिपहपमा हाँस्दै तोप खाएपछि मुला रातभरि काँच्दै हिपहपको बाटोमा रुममाथि नाच्दै तलमाथि बिटमा गाजा तान्दै सिक्न ऱ्याप हान्ने बेला मैले हानिदिन्छु बिटमा खेल्ने बेला आउँछ मुजी खातेहरू बिचमा नआइज फेरि त नाच्न जान तिजमा हिपहपको बाटोमा सल्यानमा मस्त आउँछ नि सबैजना घाँस खाँदै बस्छ ऱ्याप हान्ने बेला मुला कसले पो सक्छ दाइसँग मुजी सक्दैन तिर्छु नबना मोबाइल हुन्न दिएको केटाहरू भन्छ मुजी छुन्न दिएको चेक समात यो एउटा हातमा अर्को बिट स्विच गरिदिउँ त
गाँसा देखाइदिएन हेर्नुहोस् गाँजा तपाईँलाई एउटा मिठो गाँजा भेटाइदिनु तपाईँलाई मन पर्छ कि पर्दैन के खानुहुन्छ कि हेर्नुहोस् यो मोबाइल तिर्दैन बनाइस है पौधा हो हेर्नुहोस् यस्तो ल हेतिन सुरुमा यस्तो हुन्छ सबै हेति यिनी खाने पैसा नआउने यो नेपाललाई एक लाख भए पनि 2 दिन चल्ने हुँदो रहेछ पासो 2 दिनमा उता देखाइदिए ल हिमाल हेर्नुहोस् यो पनि सम्हाल गजबारी हरियो घाँस काले दाई हाई आएको तोप खानी नाच्यो केटाहरू सबै आथे तोप बारी गाथ्यो बिहान उठेर तोप पनि तान्ने रेजिला खाएर हामी अनि मस्तले तान्ने केटाहरू ऱ्याप गेम सल्यानमा सिक्छ केटाहरू आइज त कसले पजिक्छ गाजा खाँदै आशिषलाई रातभरि ठिक्क ऱ्याप हान्ने बेला खोइको नि जित्छ मैले गरिरहेको छु खेल बाबु खेलेको नि हेर बिचमा आउँछ तोरीहरूलाई पेलाइदिन्छु तेल बढी बोलिस भने मुजी दाइ खतरा छ हेर बौडी घाट जस्तै मुजी केटाहरू छ नि बे काट्न पनि लाउँछु कति मुजी केटाहरू गल्ती तैँले गल्ती गरिस् अस्ति केटाहरू बस्ती सकाप हुन्छ बस्ती तेरो नकाप गर्छु सक्ति मुजी अस्तिसम्म गाजा खाँदै बसिरहेको थिएँ मस्त खानामा कुनै धेरै वस्तु खानु कि कुनै के गर्नु टाउको माथि क्याप टोपी पछाडि चाहिँ ब्याग बोकी ऱ्याप हान्दै हिँड्ने म त ऱ्यापर हुँ म ऱ्याप चोकी तान्दैन ब्याट गोटी त्यही पनि त झ्याप हो नि दुनियाँको बाल मुला छोडिदेऊ न सोल्टी ऱ्याप भन्दै हिँड्छु मुजी तल माथि गल्लीमा केटाहरू आउँछ फेरि गरिदिन्छ गल्ती हिरो बन्छ केटाहरू बसिरहेछ भट्टीमा हे तोप खाँदै केटाहरू बसिरहेछ मस्तीमा मैले पनि खाएँ रे जिला पाएर हामी दाइसँग मुजी गाजा खाना मनी गाथे आज बिहानै उठी बारीतिर लाग्यो अनि गाजा देखेँ मुजी फेरि मस्तसँग काँसिरहेको छु तोप पानी केटाहरू रोक्न दाइ पर्छ दाइहरूलाई छोप्न सल्यानको कुनाभित्र गरिरहेको छु मोजमा त आशिष जन्किसक्यो सल्यानमा खोज्नु ऱ्याप हुन्छ नि बस्ती सम्हाल एक सर्ट हानेपछि बस्ती खलास हिपहपको एरियामा कहिले खलास मैले गाजा दिन्छु भाइ चिलिमभरि खलास ओ सबमा जाग दिएको नि सबै गाजाबारी हाम्रो केटो गाजा खाने आज हामी अर्को पनि जोसमै छ उहिले पनि दिन्छ अहिले केटानी छ अरे मेरो पनि बिचमा त गाजा खाने आज हामी सब यता गाजाबारी टुबु खस्छ क्या सलाम अलैकुम सब्सक्राइब वो भी गोटा गोटे क्षेत्र ठेका पर दिया वो भी गोटा गोटे हो कि शिमला देखि माथि एक जग्गा त बहुत राम्रो